त्यो चाहिँ बुझ्नु पर्यो कुनै कुनैमा चाहिँ 3वटा मात्र हुन्छ 3वटा भएपछि एउटाको चाहिँ कति बोल्ट भयो 4 बोल्ट यो डिस्ट्रिक्टबाट त एकै ठाउँ हाल्नु होइन यो पार्ट यसको पार्ट छुट्टै हुन्छ 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 है अब यसमा चाहिँ तपाईँ डिस्टिल वाटर राख्नु डिस्टिल वाटर चाहिँ राखेर बढी भयो भने के गर्नु जस्तै तपाईँले चाहिँ डिस्टिल वाटर राख्यो डिस्टिल वाटर कसरी राख्ने बोतल ल्याउँदै यसरी उँधो पानीको बोतल ल्याउँछ ऊ तल खाली भयो त त्यो पानी पानीको हो यसमा नराख्ने राख्ने कसरी सिस्टम चाहिँ त्यसरी देखाइदियो हेलो यो बोतलमा चाहिँ राख्दाखेरि चाहिँ त्यो तपाईँको राख्दाखेरि यो अलिकति खोल्ने है कि चाहिँ पाल पार्दा नि हुन्छ यो चाहिँ यसरी यसो राख्दाखेरि चाहिँ यो सपोज मान्ने हो यो पाल चाहिँ यो भयो होइन राख्दाखेरि चाहिँ यसरी राख्ने राख्दा हुन्छ तर पोखिन्छ पोख्यो भने होइन सोल युज गर्यो भने राम्रो हुन्छ होइन अब जस्तै यो भर्यो यसमा चाहिँ यो जस्तै चाहिँ भर्यो भरेपछि के हुन्छ बिर्को लाउँदाखेरि त माथि निस्किने के गर्ने हो सिरिजले चाहिँ के गर्ने निकाल्ने सिरिजमा सियो हुनु हुँदैन प्लास्टिक सियो निकालेर त्यो चाहिँ निकालेर चाहिँ सिरिजबाट चाहिँ तान्नु पर्यो अनि यहाँबाट निकालेर यो पालमा चाहिँ राखिदिनु पर्यो नपरेसम्म राख्ने हो अब यो यसबाट चाहिँ हेर्ने यहाँबाट हेर्दाखेरि चाहिँ तपाईँको यो रातो चाहिँ यहाँसम्म रातो भएसम्म चाहिँ राखिराख्ने यो जब माथि जान्छ नि यसको टुप्लार हुन्छ टुप्लार यो छोपे हुन्छ यो सबै फाटिरहेको होइन भनेको त्यो सिसाको यस्तो त्यो उयो छ सिसाको नब यस्तो चाहिँ हुन्छ होइन यो चिन्ह छ त्यो चिन्ह हुन्छ यो यस्तो हुन्छ यो ट्युब चाहिँ यसो राखेको हुन्छ बुझ्नुभयो यस्तो हुन्छ अनि यो चाहिँ सुइरो चाहिँ यो माथिको राखेपछि के हुन्छ सुई माथि जान्छ माथि गएपछि यो हरिसम्म छुनु पर्यो हरि भनेको चाहिँ पुग्यो सिलवाट पुग्यो भन्ने कुरा हुन्छ है अब यो कति कति हुन्छ भनेको यो भोल्टेज 12 भोल्ट होइन अब यो 12 भोल्ट सँगसँगै नाप गर्नु भोल्टेज कुन भोल्टेजको राख्नु डिस्ट्रिक्ट अच्छा माइनस देखायो ठीक कनेक्सन मिलेछ ब्याट्री चाहिँ फुल्ली डिस्चार्ज भइरहेको रहेछ त्यताबाट माइनस मिलेको रहेछ के हो होइन ठिकै छ उल्टा छ सर पुरै निल्छ यहाँ हेर्नुहोस् यो पुरै निल्छ यदि चार्जमा राख्दाखेरि हुन्छ धेरै भयो यो